दारु दसैँ आछ हैन। अब यो दसैँ चाहिँ कस्तो भने हरेक साल आउँछ क्या फेरि फर्स्ट टाइम आएको पनि एक साल दसैँ आउँछ नि त। अनि यो बेलामा चाहिँ यसो हेर्छु भिडभाड होइन, बाटोमा गाडीको भिडभाड, मान्छेको भिडभाड, अनि गाडी यति धेरै रसमा यति धेरै हतारमा हुन्छन् कि त्यो दसैँभरि लगभग यो एक हप्ता अगाडिदेखि दसैँको दिनसम्म चाहिँ गाडी 24 घन्टा गुड्दो रहेछन् कि। दिनभरि पनि गाडी गुड्छ, बेलुका पनि त्यही गाडी गुड्छ। अनि त्यो चालकले पनि चाहिँ रेस्ट पाएको हुँदैन, गाडीले इन्जिनले पनि रेस्ट पाएको हुँदैन। त्यो एउटा बाटोको समस्या छ। अर्को यति धेरै भिडभाड हुन्छ कि गाडी नपाउने, सिट नपाउने, त्यो नपाउने, ऊ नपाउने, यति धेरै भिडभाड। त्यो यस्तो समस्या हुन्छ नि, यति समस्या, यति गन्जागोज, यति भिडभाड, यति तनाव। यस्तो परिस्थितिमा पनि मान्छेलाई घर चाहिँ जानु परेको छ कि फेरि घर चाहिँ नगई भएको छैन। अनि आफ्नै घर हो, आफ्नै बाबुआमा, आफ्नै परिवार हो, जो जहाँ छ त्यहीँ बसेर चाहिँ वरिपरिका आफन्त दाजुभाइ भेला भएर दसैँ मार्ने त भइहाल्छ त। यो भिडभाडमा अर्को भिड थप्न किन निस्किन पर्यो होइन। अब काठमाडौँमा छन् मान्छे, त्यही काठमाडौँमा बस्ने उल्लो कोठा पल्लो कोठा नजिक आफन्तहरू भेला हुने, खाने पिउने रमाइलो गर्ने, यसो घरमा बाबुआमालाई भिडियो कल गर्ने, ल है हाम्रो यस्तो छ भन्ने, बाबुआमालाई तपाईँहरू के गर्दै हुनुहुन्छ भन्ने। अनि पछि फुर्सदमा समय मिलाएर अनुकूल मिलाएर सबै कुरा सुविधा भएपछि सर र गाडी लिएर घर आउने, बाबुआमालाई भेट्ने, आफन्तजनलाई भेट्ने भइहाल्छ त। हिजो पो केही थिएन दसैँ भन्ने थियो र चाहिँ बर्बाद जगजगी दसैँमा मान्छे हिँड्नु पर्थ्यो। अहिले त त्यस्तो छैन नि त। हस् धन्यवाद। अनि खालि एकदम दसैँ भनेको छ, यति बिजोग यति तनाव छ नि यो दसैँको नाममा। अनि फेरि हाम्रो कस्तो खालको बाध्यता छ भने चाहिँ सहर जानुपर्ने क्या, पढ्न सहर जानुपर्ने, जागिर खान सहर जानुपर्ने। किनभने गाउँको त विकास छैन। अब गाउँको विकास गर्नु है, हाम्रो ठाउँलाई पनि सहर बनाउनु, पढ्न बाहिर जानु नपरोस्, उपचार गर्न बाहिर जानु नपरोस्, 2 पैसा कमाउन बाहिर जानु नपरोस् भनेर कुलङ्गारहरूलाई चाहिँ लगेर भोट हालेर लगेर माथि पठायो, आफ्नै दुनो सोझ्याएर बसेका छौँ। अनि हामी बिचरा चाहिँ पढ्न पनि उहीँ जानुपर्छ, उपचार गर्न पनि उहीँ जानुपर्छ, 2 पैसा मुख धर्न पनि उहीँ जानुपर्छ। अनि दसैँमा भिड, सबै मान्छे आफ्नो आफ्नो ठाउँमा बस्ने गर्छ भने भिडभाडै हुने थियो। अनि ट्राफिकलाई लोड, सरकारलाई लोड, राज्यलाई लोड, बाटोलाई लोड, गाडीलाई लोड, दुनियाँलाई यो बिजोग। त्यही भएर म के भन्न चाहन्छु भने जो जहाँ बसेको छ त्यहीँ बसेर दसैँ मनाऊ। दसैँ सकिएपछि आनन्दले फुर्सदमा मिलेर घर आउने, परिवार भेट्ने काम गरौँ भन्न चाहन्छु म चाहिँ यहाँलाई। ल ह्याप्पी दसैँ।